साथीहरू आज हामी चाहिँ क्रुक इन्टरटेनमेन्टबाट चाहिँ हामी भक्तपुर जाँदैछौँ पिकनिकको लागि है। हाम्रो साथीहरू गाडी छुटिसकेको छ। हाम्रो विक्रम गौतम दादा, रश्मि दिदी आउँदै हुनुहुन्छ। यता हाम्रो दादा के छ? हो, हामी दिल्ली बजार पिपल बोर्डमा चाहिँ चिया खानालाई ठ्याक्क बसिरहेछौँ। यी भर्खर काम झुल्किनु भएको छ, गइसकेको छ। सुरु भयो पिकनिकको। हाम्रो कोटेश्वरमा पर्खिरहेछौँ। सेन्डी दादा आउँदै हुनुहुन्छ, बसन्तजी बाहिर हुनुहुन्छ। अगाडि चाहिँ हाम्रो दादा दिदी हुनुहुन्छ। दादा के छ त? मेरो त यस्तो बवाल छ, बल्ल सबैजना भेट भएको छ। रमाइलो हुन्छ भन्ने अपेक्षाको साथ हामी अगाडि बढ्दैछौँ तीव्र गतिमा। अघि बढिरहेछौँ। यता हाम्रो दिदी हुनुहुन्छ। दिदी नमस्कार। नमस्कार भाइ, नमस्कार नमस्कार। दिदी कस्तो भइरहेछ? बिन्दास पारामा छु होइन। दिदी जहिले बिन्दास हो। हामी यस्तै त हो नि ब्रो। हामी यस्तै त हो नि हो। हेलो। ल हाम्रो दिदी पार्किङ गरेर निस्किसक्नु भएको छ। हामी भक्तपुर सूर्य विनायक आइपुगेछौँ। सूर्य विनायक रिसोर्टमा आजको पिकनिक हुन्छ। नबोलेकन आउने हावा मान्छे थिए। यस दादा कस्तो फिल भइरहेछ? यस्तो के बवाल फिल भइरहेछ कि त महेश बस्नेत एरिया भएर मात्र अलिकति दूर भयो। ओ वाउ नाइस। हैन त्यही हो, तर थपि नै हो। विराट सर के कस्तो भइरहेछ अनुभव? एकदम मजा आइरहेछ। हाम्रो जम्बू टोली धेरै समय पछाडि जुटेको छ आज। यता अर्को महाराज हुनुहुन्छ, नेक्स्ट लेभल चट्टान परेर तनावमा हुनुहुन्छ उहाँले। हामी आइपुगेको छौँ स्पटमा। हामी अन द स्पट छौँ। चिपाटी खिचिर हुन्छ। सुगर लागेको छैन होला। हाम्रो चिया सेसन सुरु हुँदैछ। अब यस हामी चियामा छौँ साथीहरू। अब हामी चिया पिउँछौँ। पिकनिकमा ब्रेकफास्ट गर्दैछ। साथीहरूले हामी पिकनिक आएको तर केटाहरूले आफ्नो प्रमोसन गर्न चाहिँ बिर्सेका छैनन्। आफ्नै गीत बजाएर यहाँ जोस् माहौल बताइरहेछन्। जोस् आफ्नो प्रमोसन गर्न चाहिँ बिर्सिनु भएन, त्यति हो। टिम यहाँ हुनुहुन्छ है, टोलीहरू पुरै भाँड भैलो डान्स हान्नाछन्। जोस् भाँड भैलो डान्स हान्नाछन्। बिजुली बालेर हट भएर ड्युटी भएर तिमी ड्युटी भएर हामी हेरेको हेरै फिल्मतिर बिच कसै पनि टिप्छ। भाइब्स आउनुभएको छ पिकनिकको सबै। अब रमाइलो हुँदैछ, बल्ल सुरु हुँदैछ। यहाँ अर्को महाराज हुनुहुन्छ, तनावग्रस्त शिथिल हुनुहुन्छ उहाँ आज। यता हाम्रो दादा हुनुहुन्छ। माहौल एकदम गजब छ साथीहरू। हामी म्युजिकल चेयर खेल्न लाग्दैछौँ। के छ महाराज? माहौल एकदमै गजब छ यहाँ, एकदमै रमाइलो छ है। यहाँ चाहिँ पुरा घैँटो फुटाइको चहल पहल छ होइन। घैँटो भाँड भैलो भएर फुट्यो, लागेर फुट्या होइन। तैपनि गेम चलिरहेछ क्या। कहाँ कहाँ आउँदै हुनुहुन्छ यहाँ पुरा भाइबमा। भाइब छ।
पार्कमा चाहिँ कहाँ नेपालको कति देखाउनै नहुने चित्त झन्डा उपहार पाउनुभयो काका चिलमा पुरै फिल्डमा पुरै राम्रो जेन्जी दादा हुनुहुन्छ जेन्जी पुरै यहाँ अर्को सानो जेन्जी छ यता अर्को जेन्जी रेकर्डिङमा व्यस्त यता अर्को जेन्जी भ्लगिङमा व्यस्त क्या फाडु स्पिच दिनुभयो होइन ताली बजाउनु पर्छ सिनियर सिटिजन जेन्जी दादा पुरै प्रतिनिधि जेन्जीको प्रतिनिधि हाम्रो जेन्जीको प्रतिनिधि बुढाबुढीले पाए बल्ल बिहानको खानाको टाइम भएको छ लगभग 5 बज्यो सबैजना इन्जोय गर्दै हुनुहुन्छ अहिले ट्याक्क हामी यहाँ खाना खाँदै थियौँ अनि यो मान्छेले चाहिँ बिहान त्यहाँ स्न्याक्समा मासु नखाइकन बसेको थियो अहिले चाहिँ ट्याक्क घरले डाइरेक्ट मटन पेल्या छ यत्तिको चाहिँ चाहिन्छ मान्छे टक्क भेज मान्छे टक्क अहिले मटन हान्दा छ यत्तिको गजब चाहिँ हुनुपर्छ ल